राम सर अहिले चाहिँ हामी दरबार मार्ग जाँदैछौँ हैन हजुरले यो फिल्डमा ड्राइभिङ फिल्डमा लाग्नु भएको चाहिँ कति भयो सर 9 देखि लागेको 9 वर्षदेखि भन्नुभयो कि 2009 बाट 2009 देखि चाहिँ हजुर ड्राइभिङ पेसामा लाग्नुभयो हैन हजुर नेपालमा मात्र ड्राइभ गर्नु भएको छ विदेशतिर त जानु भएको छैन अफगानिस्तान बसेर आउनुभयो है हजुरको शुभ नाम पनि भनिदिनुहोस् न त ओके हजुर ठिक छ तपाईलाई चाहिँ नेपालमा गाडी चलाउँदाखेरि चाहिँ रोडहरू कस्तो भइदियो भने त अब स्वाभाविक रूपमा अब रोडहरू अलिकति राम्रो भइदियोस् हैन ट्राफिक जामहरू नभइदियोस् आनन्दले हिँड्न पाइयोस् भन्ने त भइ नै हाल्छ कस्तो लाग्छ तपाईलाई नेपालको हाम्रो बाटोहरू सर अब हाम्रो यहाँ नेपालको बाटो हेर्दै अब त्यो सोचेर नि के गर्ने सोचेको जस्तो हुँदैन कहिले त्यही देश विदेशको सोच्ने अर्कै यहाँको यसो हेर्दा अर्कै हुन्छ हामी नेपालको अहिले नेपालमा अब जति पनि हाम्रो सिटीहरूको बाटोहरू हेर्दाखेरि काठमाडौँ चाहिँ अलिकति कन्जस्टेडै छ है बाटोहरू साङ्ग्रो हैन बिस्तारै व्यवस्थित बन्दैछ भनौँ न पहिले भन्दा त्यही बेसी धेरै अलि राम्रै भएको छ धेरै भन्नाले के धेरै हो र पहिले त यो भन्दा खत्तम थियो अहिले हाम्रो महानगरपालिकाको मेयर बालेन्द्र शाह आउनु भएपछि पनि अलिक सडक पेटीहरू अलिक व्यवस्थित हैन रोडहरू पनि अलिक व्यवस्थित हुँदै गएको छ भनौँ न पेटीहरू बन्दैछ पैदल यात्रीहरूलाई नि हिँड्नको लागि अलि सहज भएको छ भनौँ न हैन तर पहिले यस्तो कहाँ थियो त पेटी पनि खत्तम थियो नि त्यही त बिस्तारै नेपालीहरू पनि अलिकति चेतनशील भएको हो कि जस्तो पनि हल्का हैन धेरै त छैन हल्का भनौँ हल्का नै हो धेरै त भएकै छैन त्यही त अहिले त्यो पनि यस्तो के छ अब बालेन सराउनु भएर मात्रै अलिकति डिफ्रेन्ट हुन खोजेको हो र पहिलेको चाहिँ यस्तो चाहिँ थिएन जस्तो जे होस् भएको कुरा त्यही भएको कुरा भन्नु पर्यो एक्ज्याक्टली अस्तव्यस्तै थियो भनौँ न हजुर हरेक कुराहरू अस्तव्यस्त हुन्थ्यो अहिले चाहिँ बिस्तारै सिस्टमेटिक हुँदै गयो कि भन्ने हामीलाई अनुभव भइरहेको छ अनुभूति भइरहेको छ हामी हिँड्दा पनि हरेक ठाउँमा जाँदा पनि हैन काठमाडौँ शहरमा विभिन्न ठाउँमा जस्तो अब दरबार मार्ग भनौँ न्यू रोड एरिया दरबार मार्ग बानेश्वर एरिया हैन जता धेरै चेन्ज भएको छ कि हो बिस्तारै हुँदैछ आशा गरौँ अझै राम्रो हुँदै जानेछ हैन राम्रो काम गर्दै जानु पर्यो विशाल नगर चोकमा आइपुग्यो अहिले हामी यति बेला अहिले चाहिँ ठ्याक्कै टाइम भन्नु पर्दाखेरि 3:35 गएको छ हैन दिउँसोको टाइम छ अब केही समयमा अफिस आवर छुट्टी हुने टाइम हुँदैछ यो अफिस छुट्टी हुने टाइममा चाहिँ अलिकति ट्राफिक जाम धेरै नै हुन्छ भनौँ न हेर्नुहोस् न यस्तो पेटीहरू यस्तो राम्रो बनाएको छ के अरे फुटपाथ होइन पैदल यात्रीको लागि पहिले यस्तो थिएन नि पहिले हिलो झाडी थियो नि हो हिँड्ने ठाउँ थिएन सबै मान्छेहरू रोडमै हिँड्थे भनौँ न म्याक्सिमम किनभने अब पेटी त व्यवस्थित थिएन नि त यो पुरा जङ्गल थियो सर हो यो त पुरै जङ्गल कस्तो राम्रो यस्तो राम्रो बनेको छ ल कति राम्रो पुरा जङ्गल थियो अब हामी चाहिँ केही बेरमा अब नक्साल भाटपट्टि नि आइपुग्न लाग्यौँ सम्पूर्ण दर्शकहरूले चाहिँ यो च्यानललाई सब्सक्राइब गरिदिनु होला हैन भिडियोहरूलाई लाइक सेयर गरिदिनु होला हजुरहरूलाई चाहिँ विभिन्न ठाउँको म भिडियोहरू देखाउने नै छु विभिन्न ठाउँको भनौँ न अब काठमाडौँ सहरको पनि विभिन्न ठाउँमा यो यस्तै राम्रो थियो अहिले अहिले यति राम्रो भएको छ ल हामी चाहिँ भाटपट्टि निर आइपुग्यौँ होइन यो दुईपट्टि राम्रो भएको छ नि घन्डाङ घुन्नु लड्ने थियो यता त्यो गीत त जाने त्यस्तो थियो भाटपट्टि पनि बनाएको छ अर्को भाटपट्टि नि तपाईँहरूलाई म देखाउन चाहन्छु यहाँ चाहिँ कन्स्ट्रक्सन भइरहेको छ होइन बिल्डिङहरू थप्दैछ बिल्डिङ छ त्यो पार्किङ गरे भने जस्तो सुन्थ्यो पार्किङ पनि व्यवस्थित हुँदैछ भनौँ न पहिलेको जस्तो के अरे भन्नाले विदेशको जस्तो रे हो
अहिले चाहिँ हामी ट्राफिक जाममा छौँ दाइलाई चाहिँ ट्राफिक जाममा चाहिँ अलिकति बोरै लाग्छ होला है कसलाई चाहिँ बोर लाग्दैन कसलाई चाहिँ बोर लाग्दैन होला ढिक्का लाग्छ सर ढिक्का बोर भने सरर र हामी चाहिँ ट्राफिक जाम नपरिकन हिँड्ने दिन चाहिँ कहिले आउला त नेपालमा त्यो त अब आउला हाम्रो नाति पनातिको पालामा त्यो पनि त्यो सम्भव छैन त्यो पनि अलिकति होला बिस्तारै भनौँ न हजुर हाम्रो पुस्ताहरूले हजुर हाम्रो नाति पलाती पालातिर चाहिँ त्यस्तो होला तत्काल हाम्रो छोराछोरीको पाला पनि हुँदैन त्यो नाति पनातिकोमा भयो भने तत्कालै हुने सिम्टम चाहिँ देखाएको छैन हाम्रो यो नेपालको पोलिटिसियन होइन पोलिटिकल पार्टीहरूको नेताहरूको क्रियाकलाप हेर्दाखेरि त देश बन्ने त त्यस्तो सम्भावना नै देखिँदैन सबै नेता अब सबै गद्दार मात्रै हो अब जनता पनि विवेकशील हुनु पर्यो होइन चुनावमा चाहिँ फेरि हामी त्यही नेतालाई भोट दिएर जिताउँछौँ होइन नयाँ आउनुभएको जति पनि पार्टीमा नयाँ आउनुभएको नेताहरूलाई चाहिँ सपोर्ट गर्यो भने अवश्य राम्रो काम गर्ने केही चेन्ज हुनसक्छ जस भोट हालेर यसो उहाँ बालेन साले जस्तै गर्नुभएको भए चाहिँ ठिक हुन्थ्यो हो हो एक्ज्याक्टली अब उहाँलाई चाहिँ भोट सोट दिने उहाँहरूलाई अब त्यसपछि जितेपछि के वास्ती नगर्ने नजिनेसम्म लाउन हजुर भन्ने त्यही हो अनि जितेपछि कहाँ भोलि एउटा चिन्दैन त्यही त त्यस्तो नेता छ यहाँ ठिक छ हामी आशावादी हुनैपर्छ होइन निराश भएर पनि काम छैन भविष्यमा केही राम्रो हुन्छ भनेर नै हामी अगाडि बढिरहने हो होइन जाम पनि खुल्यो र भाटबेटिनी नक्सालको मेन यो पहिलो भाटबेटिनी होइन ट्याक्सीले हाम्रो अलिकति जाम ल सिग्नल खुलिरहेको छ लाग्नु हल्का पानीको छिट्टा हान्यो होइन यो सिसालाई अलिकति सफा गरिदिनु भयो भने हामी चाहिँ नक्सल भाटबेटिनी क्रस गरेर चाहिँ अब अगाडि बढ्दैछौँ यो अगाडि एउटा सुट्टु हुनुहुन्छ हाम्रो ब्याग कसो बोक्नु सुट्टुले बाले चाहिँ होइन बिस्तारै साइड दिनुहुन्न आफ्नै तरिकाले बाइक कुदाइरहनु भएको छ ठिक छ ट्राफिक प्रहरी 83 रुपियाँ अनुसन्धान यहाँबाट हिल्टन होटल पनि हजुरहरूले देख्न सक्नुहुन्छ है हिल्टन होटलको टप भ्यू पानी मन्द पानी पऱ्यो जिम्बो होटल चोकमा आइपुग्यो ल रक्षा गरेर हामी चाहिँ यहाँबाट तलतिर मोडिन्छौँ भन्नाले यो बाटो कस्तो राम्रो हेर्नु न रुख कस्तो दामी देखेँ कि नाइस दर्शक मान्नुलाई यो भिडियो म चाहिँ गाडीभित्रबाट अलिकति यो भिडियो म ग्लासमा पानी परिरहेको भएर हजुरहरूले क्लियर नदेख्न सक्नुहुन्छ तै पनि यतिको त क्लियरै भन्नुपर्छ यो साइडबाट जानको लागि चाहिँ बाटो हुनु पऱ्यो अब यस्तो छ क्या अब हामी चाहिँ लेफ्ट जानको लागि यो बाटो खुल्ला हुनुपर्ने अब यस्तो छ नियम कानुन कसले मान्ने नेपाल पछि परेको कारण पनि यही नै हो क्या सबैले सिस्टमलाई फलो गर्ने भन्ने होइन आफूले फलो गर्यो भने त चेन्ज भइहाल्छ नि अवश्य होइन आफ्नो लेनमा बस्ने हो अब यहाँ त नेपाली जनता हामी नै चेतनशील छैन भनौँ न ल सिग्नल पनि खुल्यो लेट लाग्छ हाम्रो ट्राफिक सर यतै हुनुहुन्छ देख्नु पुलिसको हेडक्वार्टर रक्साल पुलिस हेडक्वार्टरमा आइपुग्यो हामी चाहिँ यति बेला र पानी चाहिँ सानो पानी छिटा हानिरहेछ तै पनि ठिकै छ हजुरहरूलाई म भिडियो त बनाइ नै राख्छु होइन देख्न सक्नुहुन्छ बाटो यतिको खुल्ला खुल्ली भन्नुपर्छ काठमाडौँ सहर हेर्दा लाग्छ रहर भन्ने लुटोलेको डाइलग पनि लास्टै पपुलर फेमस भयो होइन यसरी बिचबाट ट्राफिक सरले चाहिँ हामीलाई सिग्नल दिनुभयो ल यता जानको लागि नारायण चौर आइपुग्यो है हामी चाहिँ यति बेला नारायण चौर हजुर कतिजना यो चौरमा आएर बस्नुभएको होला उहाँहरूलाई पनि एउटा फ्ल्यासब्याक मेमोरी हुन्छ होइन इन्जोय गर्नको लागि रिल्याक्स ठिक छ अब हामी चाहिँ नक्साल नागपोखरी म्यारियट होटल देख्न सक्नुहुन्छ हजुरले म्यारियट होटल नक्सालको तरकारी बजार फेरि यहाँ छ है लोकल भन्ने के भन्ने मन्डी सब्जी मन्डी तरकारी बजार ग्लासमा चाहिँ अलिकति पानीले चाहिँ भिडियोलाई अलिक डिस्टर्ब गरिरहेको छ पनि ठिकै छ
चाहिँ म्यारिड होटल भयो म्यारिड होटल 5 स्टार होटल नक्सालको अरू कमेन्टमा छ हामी चाहिँ अहिले एकानदी होटल जाँदैछौँ ऋषि धमला सरलाई भेट्नको लागि कसले चाहिँ नचिन्नु भयो होला र सायद ऋषि धमला नेपालको पत्रकारिता क्षेत्रमा उहाँको योगदान होइन नचिन्ने सायदै हुनुहुन्न होला भनौँ न नागपोखरी है यो चाहिँ नागपोखरी यहाँ तल रक्षा गर प्रभु हामी सबैको कल्याण गरौँ नागदेवताले हेर्नुहोस् प्यासेन्जरहरू हामी चाहिँ अब केही समयमै दरबार मार्ग पुग्नेछौँ होइन यहाँ छोटो समय मैले जब गाडीबाट चढेर हामी हिँड्न सुरु गऱ्यौँ 11 मिनट भइसकेछ ल टुकुचा खोला होइन दर्शकहरूले देख्नु भएको होला यहाँनिर भत्काएको पहिला तल चाहिँ भत्काएपछि त्यो रिपेयरहरू के भयो कुमारीहरू त यो होइन नि सर यसलाई जय नेपाल होला यो यतापट्टि साइडमा देब्रे साइडमा अझै त देख्नु पाउनु भएन नारायणहिटी राजदरबार पऱ्यो होइन यता राइट साइडमा अहिले त ब्यारेक आर्मी ब्यारेकै अलिकति अगाडि हामी दरबार मार्गनिर आइपुग्न लाग्यौँ बर्खाको टाइम भएको भएर होइन कति बेला पानी पर्छ थाहै हुँदैन यहाँ पर्छ पानी उता पर्दैन हाम्रो यहाँ दरबार मार्ग चोक आइपुग्न लाग्यो शालिग चोक त होइन हामी यता ठमेल जाने यहाँबाट सिधै गयो भने ठमेल पुगिन्छ न लेफ्ट लाग्यो भने चाहिँ शालिग दरबार मार्ग मेन चोक पुगिन्छ अब यहाँ ट्राफिक दरबार यता कार्यालय ट्राफिक कार्यालय यहीँ छ दरबार दरबार मल होइन त हिमालयन जाभा वन दरबार ल ओके अब चाहिँ हामी दरबार मार्ग हजुरहरूले देख्नु बाँकी होला होइन जेस काठमाडौँको मेन ठाउँ भनौँ न हामी लेफ्ट लाग्ने अलि अगाडिबाट उठ्यो दरबार मार्ग अहिले ग्रेनाइट बिछाएपछि कस्तो दामी देख्यो है यो फुटपाथ एकदम राम्रो छ हामी यहीँबाट लेफ्ट लाग्छौँ हजुर सर ओके अब हामी एकानदी होटल आइपुग्न लाग्यौँ भनौँ न कस्तो राम्रो बन्दै गरेको अहिले कति राम्रो देख्यो है हजुर जोस गऱ्यो भने हुन्छ भनेर एउटा प्रमाणित गरेर देखाइदिनु भएको छ हाम्रो काठमाडौँ महानगरपालिका मेयर साहब बालेन्द्र शाह धेरै राम्रो नि हो सर पहिले भन्दा सबै नेता उहाँ जस्तो हुने भने देशमा परिवर्तन सकारात्मक परिवर्तन देश विकास हुन टाइम लाग्दैन भन्ने उदाहरण हो अरूले पनि देश सिकी गर्नुपर्ने खास कसरी के गर्नुपर्छ भन्ने कुरा तर हाम्रो शीर्ष नेताहरूको यो दिमागमा चाहिँ कहिले आउला भनेर हामी त्यो कहिले प्रतीक्षा गर्ने सायद चेन्ज नहोला उहाँहरूको माइन्ड अलमोस्ट हामी एकानदी होटल आइपुग्यौँ इन्ट्रीमा सेक्युरिटी दाइले त्यहाँ चेक गर्दै हुनुहुन्छ मिररबाट सेक्युरिटी चेक चाहिँ अलिक कडै छ होटलमा दाइले यसरी चेक गर्नुहुन्छ केही त्यस्तो सस्पेक्ट केही भेटिन्छ कि भनेर एउटा प्रोटोकल फलो गर्नै पर्यो बम ब्लास्ट हुन्छ कि भनेर ठिक छ दाइले चेक गर्नुभएको छ रेस्पेक्ट गर्नु दाइलाई सोल्डे जस्तै हो एकानदी होटल हजुरहरूले देख्न सक्नुहुन्छ यहाँबाट ओके थ्याङ्क यू ट्राफिक सर पनि हुनुहुन्छ होइन अब म चाहिँ यहाँबाट हाम्रो ऋषि मलाई सरलाई कल गर्छु पार्किङमा राखौँ होला एकछिन पार्किङ यता एकानदी होटल हामी चाहिँ एकछिन गाडीमा पार्क गरेर चाहिँ ऋषि मलाई सरलाई कल गर्छौँ हजुर चिन्नु भएको यहाँबाट दाइले चिन्नु भएको रहेछ भने नचिनेर दाइको साथी रेड बो दाइको पुरानो साथी हो ठिक छ दाइ नमस्कार है नमस्ते आराम हुन्छ हामी चाहिँ
एकछिन त्यहाँ गाडी पार्क गर्नु पर्यो, गाडी पार्क गरेर जेस कम्पाउन्ड चाहिँ ठुलै छ है। कहाँ त्यो होटल हजुरले देख्न सक्नुहुन्छ यहाँ कार पार्किङ एरिया सायद यहीँ राखौँ होला राम्रोसँग। नजिक हुने त्यही राख्नुहोस् है। ए हुन्छ बाटो छ ओके नाइस। यताबाट बाटो चाहिँ एकै त्यो होटलमा हजुरलाई ल ऋषि मलाई सरलाई पनि भेट्यो होइन राम सर। अब हामी चढौँ होइन त गाडीमा, अब घरतिर लागौँ अब हामी। ल ऋषि मलाई सरलाई पनि भेट्यो होइन एकानेतिबाट चाहिँ अब हामी रिटर्न हुँदैछौँ। एक्जिट यतिबाट होला हाम्रो होइन। टुरिस्टहरू धेरै हुने रहेछ यसमा। इन्डियन साङ्ग्रो मान्छेहरू फेरि रोडमै बसिदिन्छन् क्या समस्या कुरो। त्यही भएर हाम्रो नेपालको नै चेन्ज हुँदैन क्या। कम्पाउन्ड त ठुलै छ है एकानेतिको पनि। दरबार मार्ग यो हामी एकानेतिबाट फर्किँदैछौँ अहिले होइन। हजुरहरूलाई चाहिँ बाटोमा हामीले सबै कुराहरू पनि देखायौँ, काठमाडौँ सिटीको अवस्था भनौँ न, बाटोको अवस्था एक्ज्याक्टली भन्नु पर्दाखेरि नि होइन राम सर। नेपालको बाटो यस्तै हो माइनपुर सुल्ला अब यता चाहिँ होइन हाम्रो पहिला होटल के थियो अरे अन्नपूर्ण थियो। अन्नपूर्ण होटल अब त्यो डिमोबिलाइज भइसक्यो भनौँ न, नयाँ होटल र बाटबाट नि बन्दैछ होइन। अब हामीले शालिगलाई चाहिँ एक फोनको लगाएर चाहिँ हामी घरतिर लाग्छौँ। ल ठिक छ। अब हामी दरबार मार्ग पहिला त यो बाटोमा चाहिँ सबै गाडीहरू पार्क हुन्थ्यो होइन सर। हजुर अहिले पार्किङ हटाएर चाहिँ टक्क फुटपाथ पनि अलिक ठुलो खुल्ला अहिले दिउँसो हुन्छ एकदम राम्रो। अहिले चाहिँ खुल्ला भएको छ भनौँ न, अलिकति क्राउड पनि कम भयो यो पार्किङले गर्दाखेरि। जब फुटपाथ अन्त्य पार गरेर जस आउनुहुन्छ है यहाँको कस्टमरहरू भनौँ न। नारायणहिटी राजदरबार हजुरले भिडियोमा देखिहाल्नुभयो होइन। देख्ने बित्तिकै अब नचिनी त सायदै कमै हुनुहुन्छ होला हाम्रो राजदरबार नारायणहिटी। अहिले सङ्ग्रहालय छ होइन, सङ्ग्रहालय भिजिटको लागि पनि दर्शकहरू त आउनु भएको रहेछ। यता गयो भने चाहिँ ठमेल बाराही होटल त्यहीँ छ होइन। भइहाल्यो अब लाग्छ हामी फेरि ब्याक टु होम। फेरि पनि दर्शकहरूलाई होइन राम सर, दर्शकहरूलाई हजुरले भनिदिनुहोस् न यतिकै। दर्शकहरूलाई अब के यस्तै हो, माया गर्दैछौँ होला हाम्रो युट्युब च्यानलमा ट्राभल विथ जिकेपी भन्ने च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनुहोस्, सेयर गरिदिनुहोस् होइन। फेरि हामी विभिन्न ठाउँको भिडियो त हामीले लिएर आउने नै छौँ नि फेरि। हेर्दै गर्नु होला हाम्रो युट्युब च्यानलमा कस्तो कस्तो भिडियो आउँछ, सुझाव सल्लाह प्रतिक्रिया दिनु होला।